यो दृश्य तपाईहरुलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरिरहेका छौं। यो दर्दनाक भिडियो हो राप्ती सुनारी गाउँपालिका वार्ड नम्बर 2 मदुई र हरहरीपुर जोड्ने ठुरे खोला बीचको वस्तुस्थिति हो। तपाईले हेरिरहनु भएको छ दृश्यमा। यो भुइँ किसान राप्ती सुनारी गाउँपालिकाका सबै स्थानीयवासीको पीडा हो सयौं वर्षदेखिको। तर यो खोला बीच पुल कहिले निर्माण हुने हो कसैलाई अत्तो पत्तो छैन। केवल बने राजनीतिक एजेन्डा, तर पुल हालसम्म हुने कुनै नाम निशानै देखिँदैन। हरहरीपुरबाट मदुवा कचनापुर जाने बालबालिका अध्ययनका लागि यही बाटो सयौं वर्षदेखि प्रयोग भइरहेको छ। उच्च जोखिम मोलेर आफ्ना सन्तानलाई विद्यालय पठाउन बाध्य छन् यहाँका स्थानीय बासिन्दाहरू। तर यो पीडा कसले बुझ्ने हो? अत्तो पत्तो छैन। केवल फेरियो जीवन हुँदा खानेको लुटेर लुट पचाउनेहरूको, तर गरिबको आवाज आजसम्म कसैले बोलेन। सरकार बाँके जिल्लाका स्थानीय प्रदेश र सङ्घीय माननीय मन्त्री र सांसदहरूको ध्यान जाओस्, यता छिटो पुल निर्माण होस् अपिल गर्दछौँ। 84मा चुनावको एजेन्डा नबनोस्, भोट खरिदको रणनीति नबनोस्। यो खोला वर्षायाममा वारीको पारीको वारी, यता कयौं दिन स्वयं पीडा यहाँका स्थानीयहरूले भोगिरहेका छन्। यो आवाज कसले बोल्ने र कसले सुन्ने? तपाईँ हामी नबोले कसले बोल्ने? यो 8 ठाउँमा पुल निर्माणको योजना छिट्टै बनोस्। सबै राप्ती सुनारी वासीको तर्फबाट सरकार निकायप्रति ध्यान जाओस् भन्ने अनुरोध गर्दछौँ र प्रत्यक्ष रूपमा यहाँका स्थानीय बासिन्दासँग जनगुनासो तपाईहरुमा प्रस्तुत गरिरहेका छौँ। सुनौ के भन्छन् त स्थानीय बासिन्दाहरू। नमस्कार, म चाहिँ निशान कोचेला चौधरी, म चाहिँ मेरो साथी गोविन्द विश्वकर्मा अनि चाहिँ मेरो भाइ निशान निखिल कोचेला चौधरी। हामी तीनटै राप्ती सुनारी 2 हरिपुर अनि मन्दिरपुर बाँकीदेखि हौँ। हामी चाहिँ अहिले श्रीलक्ष्मी मावि विद्यालयमा कक्षा 10 बाली विज्ञानमा पढ्दै आएको छौँ। अहिले चाहिँ हामीलाई अब यो खोलाको कारणले गर्दा हाम्रो अब पढाइमा धेरै असर पुगेको छ। यो खोलाले गर्दा चाहिँ हामी अब आफ्नो क्लास अटेन्ड गर्न पाइरहेको छैनौँ। यो अनि यसले गर्दा पनि हाम्रो धेरै भविष्यमा धेरै असर पार्ने भएको छ। कतिपय विद्यार्थी त यही खोलाको कारणले गर्दा पढ्न नपाएर अब शिक्षामा असर परेर गर्दा पनि कतिपय विद्यार्थी अब इक्जाममा फेल भएर अनि विद्यालय छोड्नेसम्म बाध्यता भएर अब अहिले काम मजदुरीतिर लागेका छन्। 8 बजे निस्केको मान्छे अब अहिले 12 बज्न लागिसक्यो। लगभग 4-5 घन्टाको धैर्य गरेर हामीले चाहिँ अलिकति भए पनि खोला घटेको कारणले अनि हामी खोला तर्न सफल भएका छौँ। आफ्नो ज्यान जोखिममा राखेर पनि हामीले खोला तरेर विद्यालय जान कोसिस गरिरहेको छौँ। यसले गर्दा हामीलाई धेरै असर पारेको छ। वर्षको बर्खियामा चाहिँ हामीले अब 10-12 दिन त हामी त्यस्तै हाम्रो विद्यालय त्यस्तै छुट्ने गर्दछ। अनि त्यहाँदेखि हाम्रो पठन पाठनमा धेरै समस्या आइरहेको छ। सकेसम्म अब स्थानीय सरकारले पनि अब हाम्रो पीडा बुझिदिनु होला, विद्यार्थीको भविष्यसँग खेलवाड नगरिदिनु होला भन्ने आग्रह गर्दछौँ। सकेसम्म चाहिँ अब छिटो पुलको व्यवस्था गरिदिनु पनि हामीले जोडदान माग गर्दछौँ। धन्यवाद।